भैरवकुण्ड यात्राको पहिलो दिन हामी बगाम बस्ने निर्णय गऱ्यौँ। बगाम पुगिसकेपछि बगाम एकदमै सुन्दर गाउँ रहेछ। बगाममा पनि केही घुम्ने ठाउँहरू रहेका रहेछन्। बगामको माथितिर एउटा सुन्दर गुम्बा रहेछ। हामी त्यहाँसम्म हिँडेर पुग्यौँ। त्योदेखि माथि रहेको टावर डाँडा आसपासका क्षेत्रहरूमा चुत्रो खाँदै हामीले बगामको मनोरम दृश्य हेऱ्यौँ। यो पर्यटन आउने सिजन भएको कारण बगामका धेरै होमस्टेहरू भरिभराउ थिए। भर्खरै मात्र काठमाडौँबाट छुटेको अरनिको राजमार्गमा हुँदैको रुटको गाडी पनि बगाममा आइपुग्यो। साँझको समय थियो। हामीले डुब्न लागेको घामको मनोरम दृश्य हेर्दै उत्तरतर्फका सुन्दर हिमालका ठुल्ठुला चुचुराहरू हेर्दै बगाम अगाडिको डाँडाबाट चिया पिउँदै बसिरह्यौँ। भोलिपल्ट बिहानै हामी उठेर चोकर मकरतर्फ अगाडि बढ्यौँ। चोकर मकरसम्म चाहिँ हामी गाडीमै जान सकिने भएको हुँदा चोकर मकरमा अघिल्लो दिनै बेलुका पुगेर बस्नेहरूको पनि धेरै भिड थियो र राति नै गाडी लिएर चोकर मकरसम्म निक्लिने धेरै गाडीहरू त्यहाँ पार्किङ भएर अगाडि बढिरहेका थिए। चोकर मकर पुगिसक्दाखेरि हामीले बिहान उज्यालो भएको थियो र एकदमै सुन्दर हिमालका फाँटहरू देखिए। चोकर मकर आफैमा पनि सुन्दर रहेछ। चोकर मकरबाट तलतिर हेर्दा हामीले एउटा प्लेग्राउन्ड जस्तै सुन्दर हिउँले भरिएको ग्राउन्ड पनि देख्यौँ। यहाँबाट देखिने उत्तरतर्फका जुगल हिमालहरू रौलबालिम हिङ श्रृङ्खलाहरू एकदमै सुन्दर किसिमका रहेका थिए। यहाँ पुगेर हामीले गाडीबाट उत्रेर उकालोतर्फको यात्रा सुरु गऱ्यौँ। यहाँबाट थोरै सिधा उकालो रहेछ। त्यस पछाडि हामी सरासरी भैरवकुण्डतर्फ अगाडि बढ्यौँ। त्यहाँबाट सुन्दर हामीले सूर्योदयको दृश्यहरू पनि हेर्दै हेर्दै हाम्रो यात्रा भैरवकुण्डतर्फ अगाडि बढ्यो। चोकर मकरमा धेरैवटा घरहरू तथा धेरैवटा बस्न मिल्ने होमस्टेहरू नभएको हुँदा तपाईँले पहिलो दिनको यात्रा चाहिँ बगामसम्म गर्दा नै राम्रो हुन्छ। बाटो धेरै उकालो नभएको कारण हामी भैरवकुण्डसम्म छिट्टै पुग्यौँ। हिमालका दृश्यहरू हेर्दै भैरवकुण्ड नजिकैको हेलिप्याडमा फोटो तथा भिडियो खिच्यौँ। बिहानीको मिरमिरे सूर्यको किरणसँगै पहाडले घेरिएको सुन्दर बरफमा जमेको भैरवकुण्ड स्थानीय भाषामा आमा छोमेन भनिँदो रहेछ। यो एकदमै सुन्दर रहेछ। वरिपरि उच्च हिमाली पर्वत श्रृङ्खलाहरूले घेरिएको बरफमा जमेको भए तापनि सुन्दर भैरवकुण्ड देख्दा गर्वले आँसु नै आयो। एकदमै सुन्दर लाग्ने वरिपरि सूर्यका किरणहरू छरिएका उच्च डाँडाहरूको माथि टाकुरामा भैरवकुण्ड वास्तवमै प्रकृतिको सुन्दर रूपमा रहेको रहेछ। यहाँसम्मको यात्रामा थाकेको शरीर केही समय विश्राम लिएर हामीले सेताममै हिउँले भरिएका जुगल हिम श्रृङ्खला तथा रोलबालिङ हिम श्रृङ्खलाका अग्ला अग्ला टाकुराहरूतर्फ हेरेर हाम्रो देशलाई सम्झेर छाती एकपटक चौडा बनायौँ। सुन्दर हिमालका टाकुराहरू हेर्दै उच्च पहाडी टाकुराहरू तल तल सुन्दर हरियाली रुख तथा वन जङ्गलले भरिएका थिए। वरिपरिको दृश्यहरू अवलोकन गऱ्यौँ। वरिपरिको सुन्दर दृश्य देखेर मन्त्रमुग्ध भयो। यहाँको उचाइ 4250 मिटर रहेछ। आमा छोमेन अर्थात् भैरवकुण्ड शिवजीले तपस्या गरेर यो पोखरीमा स्नान गर्नुभएको भन्ने किंवदन्ती पनि रहेछ। वरिपरि देखिने उच्च हिम श्रृङ्खलाहरूबाट हामीले छर्लङ्ग अगाडितर्फ गौरी पर्वत श्रृङ्खला देख्न सकिन्छ। यसै गरी सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ। अग्ला अग्ला पहाडका टाकुराहरू देख्न सकिन्छ।
तर एकदमै कस्मिक किसिमको लाइट तथा ब्लू स्काई देख्न सकिन्छ। सुन्दर हिमाली तल तलका पाहाडहरू देख्न सकिन्छ। मनोरम दृश्यहरूको अवलोकन गर्दै धेरै बेर हामीले फोटो तथा भिडियो खिच्दै बसिरह्यौँ। आमा छमेन वास्तवमै स्वर्गको टुक्रा जस्तै देखिने रहेछ। तल तल मैले भिडियोबाट तपाईँहरूलाई आमा छमेन देखाउने कोसिस गरेको छु। धेरै हाइटबाट आमा छमेन एकदमै सुन्दर तथा मनोरम देखिन्छ। आधीभन्दा धेरै बरफको बाक्लो लेयरले जमेको यो सुन्दर आमा छमेन भैरवकुण्ड वास्तवमै प्रकृतिको एकदम सुन्दर तथा अनुपम उदाहरणको रूपमा रहेको रहेछ। जीवनमा एकपटक पुग्नै पर्ने र काठमाडौँबाट नजिकै रहेको यो ठाउँ अवश्य पनि भिजिट गर्नुहोला। मन्दिरको दर्शन गरिसकेपछि हामीले खाजा खायौँ। त्यति बेलासम्म धेरैजना आइपुगिसक्नु भएको थियो। पोखरीमा धेरै बाक्लो बरफ जमेको कारणले गर्दा पोखरीको बिचसम्म धेरैजनाले गएर फोटो तथा भिडियो खिच्ने गर्नुभएको थियो। यसो गर्दा जतिसुकै बेला पोखरीको लेयर टुट्ने भएको र जोखिम धेरै हुने गर्दछ। तपाईँले फेरि आउँदा सतर्कता अपनाउनु होला। धेरैजनालाई हामीले सतर्कता अपनाउन पनि आग्रह गऱ्यौँ। यो पवित्र तीर्थस्थान पनि हो, त्यसैले यसरी पोखरीको बिचमा जानलाई शुभ मानिँदैन। तपाईँहरू आउँदाखेरि पोखरीको बिचमा नजानु होला। यति बेलासम्म हाम्रो फर्किने बेला भइसकेको थियो। अब फर्केर हामी बगाम झऱ्यौँ र बगाममा फेरि खाना खाएर हाम्रो यात्रा आफ्नो गन्तव्यतर्फ अगाडि बढ्यो। यसरी तपाईँले सहज रूपमै भैरवकुण्डको तीर्थयात्रा तथा ट्रेकिङ गर्न सक्नुहुनेछ। यदि तपाईँलाई बगाममा कुन होमस्टेमा बस्ने र होमस्टे या कसैको पनि कन्ट्याक्ट नम्बरहरू चाहिएको छ भने मैले तपाईँहरूलाई डिस्क्रिप्सन सेक्सनमा राखिदिएको छु। तपाईँले त्यहाँबाट सजिलैसँगले बगाम एरियाको कन्ट्याक्ट लिन सक्नुहुन्छ र यो क्षेत्रको भ्रमण गर्न सक्नुहुन्छ। तपाईँलाई यस क्षेत्रमा हार्दिक स्वागत छ।